नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल दर्शकबिनहरू सबैजनालाई है सबैजना एकदम सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु। आजको यात्रा चाहिँ हाम्रो चितलाङ हैन कुलेखानी ड्यामसम्म हो। जान चाहिँ पहिले गइसक्यो तर उता चन्द्रगिरीबाट गएको। हामी चाहिँ यहाँ फर्पिङबाट बासबारीबाट अलि यता आएर चाहिँ भिडियो स्टार्ट गरेको छौँ। हामी चाहिँ यहाँ तीनजना छौँ टक्क लाएर होलीको दिनमा आज सबैजनालाई ह्यापी होली भन्न चाहन्छु सबैजना दर्शकबिनहरूलाई। उता छ हाम्रो चिन्टे ड्राइभर, यता छ हाम्रो होली लागिसक्यो उहाँलाई चाहिँ अब टक्क लाएर पहिल्यैदेखि होली झ्याप्प लाएर आइसक्यो। ल हामी अब यहाँ यो बाटो चल्दिन्छौँ नन स्टप। बाटोको हालत चाहिँ यो घोडामा चढेर चाहिँ भइरहेको छ। धुलो त छँदै छैन यहाँ हेर्नु, धुलो छँदै छैन यहाँ। यताको भ्यू चाहिँ खतरा छ। यसको चाहिँ लिक्विड चुहिएछ कि यहाँ पाल परेछ यार। आज धान्छ कि धान्दैन यसले यार। यता छ भ्यू आम्मामा तलको भ्यू आम्मा हाम्रो एकजना ट्र्याक्टर साउथ अगाडि पुगिसक्यो। वर्कसप छ भनेर गएको लाखमा के पानी खान पो बोलाइरहेको रहेछ यार। ल धेरै महिनापछि हामी चाहिँ फेरि कुलेखानीको चाहिँ यात्रा गरिरहेको छौँ। हाम्रो ट्र्याक्टर सानो ट्र्याक्टर छ यो चाहिँ है, सानो ट्र्याक्टर जस्तै छ। अब के गर्नु, होलीको दिनमा आज घुम्न जाउँ यसो टक्क निस्किएको यार। एक बजीतिर कुलेखानी जाउँ भनेर यहाँ भिडियो बनाउला हाउ पेजी खिचेको मनमा यार आइन चुक्यालाम दिन धेरै मैले मिलेको छु। ढिलो गर्ने मान्छे यही हो क्या। कहाँ हस्पिटल जान्छु रे एनटेनमै अनि जान्छु रे बुझाउँछ बुझाउँछ। मेरो टक्क अगाडि बसेर एउटा 1312ले भिडियो बनाउँछ। होइन हो यसरी होइन कहाँ यसरी देख्छु। ऊ त अगाडि बसेर कि अहिले एकछिन भने कि अगाडिको स्कुटरमा बसेर चाहिँ म टक्क भन्छु कि मेरो अनुहार पो देखाइरहेको छ यार। यतातिर बाटो च्यात्दै रहेछ। मैले बाटो छोडिदिने त तपाईँ किन ओभरट्याक गरेको। यो बाटो चाहिँ म फर्स्ट टाइम हेरेँ। तपाईँहरूलाई पेट्रोल लगाउने थाहा हुनु भने चाहिँ यहाँ कुलेखानी आउँदा यहाँ भिडियो पेट्रोल रहेछ 5 कोटी आयल रे।
सकिसक्यो पछाडिको ब्रेकै सकिसक्यो दम हान्नु पऱ्यो दम अगाडिको जो रहेछ पछाडिको चाहिँ सकिसक्यो दम हान्नु पऱ्यो यस्तो भयो यो बाटो ए बिजोकै बनाइदियो पहिलाको त्यो बारी ब्रेक दिन बेच्नु त्यो ब्रेक दिन अझै I'm first time I'm हामीलाई नि त्यसरी लाइदिने मान्छे भए त हुन्थ्यो त कस्तो मजा आउँथ्यो होला हाम्रो यो चाहिँ कुलेखानी ड्यामको रहेछ यो पहिला अस्ति नै यो बाढी आएको थियो नि यही कुलेखानी ड्याम खोलेर यही हो कि सबै रोडै छ म यो बाटो चाहिँ कुदाएर हेर्नु भनेर हो है कति पुग्ने रहेछ हेरौँ यो अलिकति सफा गर्नुपर्ने रहेछ देख्दैन होला है देख्दैन है कुदा कुदा अस्सी पुग्ने रहेछ गाइस हामी चाहिँ अब मुस्ताङतिर लागेको अवस्था छ यो चाहिँ हाम्रो मुस्ताङ सुरु हुन लाग्यो यहाँको हेर्न सक्नुहुन्छ यहाँ कुलेखानी ड्याम चाहिँ अस्ति नै खोलेर यहाँ चाहिँ
यस्तो अवस्था छ। जनता तपाईँहरू जान्न चाहनुहुन्छ भने यस्तो छ अवस्था अहिलेको। यहाँ म चाहिँ यता छु हाम्रो सुशील सरलाई म चाहिँ आज होलीमा सबैलाई ह्याप्पी होली भन्दा खान पऱ्यो तोरपट्टि दिनु भाइ एकछिन रोक 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 ए गुरुजी अनि के हो अनि हाम्रो भान्जा त के हो अनि दुई दुईजना बहिनीहरू बोक्न पाएपछि त बाटै बिर्सिदिने यस्तो बाटो यो होइन र होइन नि अब आउँछ असली मजा फेरि पनि आयो है गाइस बिचरा अब बहिनीहरू चाहिँ तल बगरदेखि हिँड्दै हिँड्दै आएर देखाएर देखिहाल्यो नि त। अनि यसो फेरि अब यतै आउने रहेछ अनि त्यही भएर स्कुटी नि खाली थियो अनि यसो माथि आउने बेलामा अनि सँगै लिएर आइरहेको यसो बिच माथि रहेछ है अलिकति सहयोग त गर्नु पऱ्यो नि। ए यता यो बिचको डाँडा हो यो उता नि पानी छ नि उता नि यो बिचमा चाहिँ कसरी भयो यो बिचमा मात्र यो डाँडा छ वरिपरि पानी छ क्या उतापट्टि नि पानी अनि यो घुमेकै पानी छ कि पुरै ताल्दै छ क्या। यसको छ अवस्था है अनि चितलाङ घुम्न आएको यस्तो बिजो कटारो हाम्रो 80 नै गऱ्यो यार। औ यार कसरी जान्छु भ्लग चाहिँ यति नै गर्छु अब लगभग 4:30-5 भइसक्यो है। अब आजले चाहिँ भ्लग यति नै, हामी नेक्स्ट भ्लगमा भेट्छौँ। आजको भ्लग कस्तो लाग्यो यसो कमेन्ट पनि छोडिदिनु होला, लाइक सब्सक्राइब पनि गरिदिनु होला लास्टसम्म हेर्दै हुनुहुन्छ भने है। ल गाइस नेक्स्ट भ्लगमा भेटौँला हामी, जनता जान्न चाहन्छौँ ल।